मैले आजभन्दा 4-5 दिन अगाडि एउटा भिडियो हालेको थिएँ जसमा नेपाली युवाहरूले मिलेर बनाएको VPN को बारेमा तपाईँहरूलाई बुझाएको थिएँ र त्यो VPN मैले आज डाउनलोड गरेर तपाईँहरूलाई त्यो VPN युज गरेर त्यस VPN भएको भित्र भएको सर्भिसहरू देखाउनेछु। पहिलाभन्दा अहिले केही चेन्जेसहरू पनि आएको रहेछ र केही सर्भरहरू पनि एड गरिएको रहेछ र म आज तपाईँलाई त्यो पनि देखाउनेछु। VPN युज गर्नको लागि हामीले सबैभन्दा पहिला प्ले स्टोर ओपन गरेर र त्यहाँबाट हामी सर्च बारमा इन्भिजिबल VPN टाइप गर्नुपर्ने हुन्छ। इन्भिजिबल VPN को मेरो इन्स्टलै थियो, तपाईँहरूले इन्स्टल गर्नु होला र त्यसपछि यो इन्टरफेसमा तपाईँले गुगल आइडीबाट पनि खोल्न सक्नुहुन्छ। गुगल आइडीबाट खोल्दाखेरि साइन अप गर्नु होला। साइन अप गरिसकेपछि चाहिँ यो इन्टरफेस खुल्छ। तपाईँले नर्मली कनेक्ट गर्नुभयो भने कनेक्ट हुन्छ। मेरो तपाईँले देख्न सक्नुहुन्छ बेङ्गलोर सर्भरमा कनेक्ट भएको छ र यो अप्सनमा गएपछि तपाईँहरूले चाहिँ अरू सर्भरमा कनेक्ट गर्न सक्नुहुन्छ र यहाँ जस्तै देख्न सक्नुहुन्छ न्युयोर्क, सिडनी काइन्ड अफ अरू सर्भरहरू छ र मुम्बई र सिङ्गापुर जस्तो प्रिमियम सर्भर्सहरू पनि छ र त्यस्तै गरी यो नोटिफिकेसन बारमा पनि देखिन्छ जस्तै तपाईँले देख्न सक्नुभएको छ। मैले आजभन्दा पहिला यो VPN को बारेमा तपाईँलाई भिडियो बनाएर भन्दाखेरि यो VPN को जम्मा 100 मात्रै डाउनलोड्स थियो र आज मैले यसलाई हेर्दै गर्दाखेरि यसमा 5000 प्लस डाउनलोड्स छ, जसको मतलब यसले राम्रो रेस्पोन्स पाइरहेको छ र रिभ्युजहरू चेक गर्दा पनि यसबाट यति चाहिँ प्रुफ हुन्छ कि यसले राम्रो पर्फर्म गरिरहेको छ। मैले युजर्सहरूको राम्रो रिभ्युजहरू पाइरहेको छु। डेभलपर्सहरूसँग कुरा गर्दाखेरि iOS भर्जन पनि छिट्टै आउने कुराहरू छ र iOS भर्जन आउनु भनेको नेपालको टेक मार्केटमा एउटा ठुलो फड्को हान्नु हो, किनकि नेपाली युथहरूले टेक मार्केटमा यति ठुलो लन्च गर्नु भनेको यो आफैमा एउटा ठुलो कुरा हो। VPN सम्बन्धी अपडेटहरू आयो भने म तपाईँहरूलाई अपडेट गर्न आइरहनेछु। धन्यवाद।